हेलो एभ्रिवान, हजुरहरूलाई स्वागत छ मेरो नयाँ भिडियोमा। मैले चाहिँ 2-3 दिन भिडियो ल्याएको थिइनँ। आजदेखि फेरि मैले भिडियो लिएर आएको छु। आज चाहिँ हामी बेलुकाको 5 बजेतिर घुम्न भनेर निस्केको थियौँ। घुम्न चाहिँ कहाँ जाने भनेर सल्लाह गर्दा गर्दै हामी चाहिँ पुग्यौँ चिया बगानतिर। गर्मीमा चाहिँ योभन्दा राम्रो ठाउँ चाहिँ कहीँ छैन घुम्ने, योभन्दा शीतल ठाउँ। अनि हामी चाहिँ त्यहाँ पुगेर एकछिन नाचगान गऱ्यौँ। हामी दुईजना भएपछि चाहिँ यस्तै हो। अनि फोटोसोटोहरू भिडियो सिडियो बनायौँ गऱ्यौँ। अनि त्यसबाट हामी लाग्यौँ बिरतामोडतिर। बिरतामोडको पिके हब डिपार्टमेन्ट स्टोरमा गयौँ। आज चाहिँ अस्ति चाहिँ मन्त्र क्लोथिङमा गएको थियौँ भने आज चाहिँ डिपार्टमेन्ट स्टोरमा गयौँ। अनि त्यहाँभित्र गएर चाहिँ हामीले भाँडाकुँडाहरू बट्टाहरू के हेऱ्यौँ गऱ्यौँ। एकदम रिजनेबल लाग्यो अरूकोतिरको हेरी। अनि सामानहरू पनि एकदम राम्रो, धेरै क्वान्टिटी पनि आफूले खोजेको पनि टक्क भेटिहाल्ने टाइपको एकदम राम्रो खालको रहेछ। अनि एकछिन घुमघाम गऱ्यौँ, फन घुम्यौँ हामी 4 जना चाहिँ। एसी थियो, अब गर्मीमा एकदम चिसोमा यसो भित्र चिसो हुन्थ्यो। अनि एकछिन बस्यौँ गऱ्यौँ। यो यस्तो राम्रो थियो नि यो हम्किने। अनि के किन्यौँ हामीले चाहिँ बट्टाहरू के भाँडाहरू। अनि यहाँ चाहिँ बिलिङहरू गर्दैछौँ। सो अनि हामी चाहिँ निस्क्यौँ त्यहाँबाट। अनि त्यहाँबाट हामी चाहिँ पुग्यौँ किम्ची घर। सबैजनालाई किमा नुडल्स खान मन लागिरहेको थियो। सो हामी चाहिँ किम्ची घर पुग्यौँ। अनि किम्ची घरमा पुगेर कहाँ बस्ने भनेर सल्लाह गर्दै अनि हामी चाहिँ यहाँ पनि एसीमै बस्यौँ, बाहिर बसिनौँ। अनि त्यस पछाडि हामीले चाहिँ किमा नुडल्स अर्डर गऱ्यौँ। यस्तो भिडियो सिडियोहरू पनि बनायौँ गऱ्यौँ। यसो एकअर्कालाई देखायौँ गऱ्यौँ। गर्मी चाहिँ एकदम धेरै नै छ हाम्रोतिर, झापातिर चाहिँ। तपाईँहरूकोतिर कस्तो छ? अनि हाम्रो चाहिँ किमा नुडल्स पनि आयो। हामीले चाहिँ लाफिङ पनि खाएको थियौँ, भिडियो बनाउन बिर्सेछु मैले। हस् त, थ्याङ्क यू।